धेरै समय पहिले जापानका हिउँले ढाकिएका पहाडहरूमा एउटा सानो बाँदर बस्थ्यो। उसको नाम थियो खाकेच्यान। ऊ धेरै नै जिज्ञासु किसिमको थियो। अरू बाँदरहरू तातो पानीको पोखरीमा खेल्थे, तर खाकेच्यानलाई भने मानिसहरूबाट सिक्न मन पर्थ्यो। एक दिन खाना खोज्दै जाँदा ऊ आफ्नो परिवारबाट छुटियो। त्यही क्रममा त्यहाँ ठुलो हिमपात आयो। खाकेच्यान पहिलो पटक यसरी एक्लो भएको थियो, त्यसैले ऊ धेरै नै डरायो। दिनहरू बित्दै गए र पहाडहरू टाढा हुँदै गए, तर उसले आफ्नो घर भेटाउन सकेन। त्यही बेला नेपाली विद्यार्थीले उसलाई देख्यो। उसले मुस्कुराउँदै नमस्ते भन्यो। उसले त्यो शब्दबाट न्यानोपन महसुस गर्यो। त्यो दिनदेखि उनीहरूले सँगै पढ्न थाले। जसरी उसलाई नेपाली साथीले सहयोग गर्यो, त्यसरी नै खाकेच्यानले अब नेपालीहरूलाई सहयोग गर्छु भन्ने निर्णय लियो र उनीहरू दुवैजना नेपाल गए। नेपाल आएपछि खाकेच्यानले आफ्नो वर्षौँपछिको सपना भेट्यो, खाके हाँसी, जसको अर्थ नै हो दुई देश जोड्ने पुल। आज खाकेच्यानको एउटै लक्ष्य छ, नेपाली विद्यार्थीहरूलाई जापानी भाषा सिकाउने र उनीहरूलाई जापानको यात्रामा मार्गदर्शन दिने। हेलो, नमस्ते, म हो खाकेच्यान।